म चाहिँ आज यसो साँखोमा दिदीको घरमा गएको दिदी घर जानु गएकोमा टमाटर बारीमा छिर्न मन लाग्यो टनेलोभित्र छिर्दाखेरि अब टनेला भित्र छिरेपछि त्यहाँको चाहिँ अब टमाटर चाहिँ चोर हाँगा अनि हाँगाहरू सबै काटछाट गर्नुपर्ने त देखियो अनि दिदी हामी सबै मिलेर काटछाट पनि गऱ्यौँ त्यसमा छेउमा फेरि टमाटर पनि खन्यौँ यति दिन उति दिन भएको रहेछ भने काटछाट पनि गरियो टमाटर पनि फलेको पनि देखियो हेर्नुहोस् तपाईँहरूले टमाटर फलेको पनि छ अब एकछिनपछि अब भरे चाहिँ अब यसलाई मल औषधि हाल्न तयारी गरेको छौँ अब यहाँ काउली पनि फलेको छ काउली अब त्यसपछि सिमीहरू पनि छ काउली सिमी बन्दा अब तरकारीको आइटमहरू चाहिँ सबै पाइन्छ यहाँ चाहिँ सिमी फुल फुलिरहेछ अनि मैले पनि यसो हेरेँ सबैजना यस्तै छन् साथीहरू अब टमाटर तरकारीहरू केही चाहिएमा चाहिँ मलाई सम्पर्क गर्दा पनि हुन्छ न त जस आजलाई यति बाई